हजुरहरूलाई नि केही प्रश्न सोधे ल जसले आउँछ त्यसलाई उहाँले फटाफट एन्सर भन्नु होला ल ताल काटेर बनाइएको सहर नेपालकै है कुन हो पोखरा गलत नेपाली भाषाको उद्गम स्थल कहाँ हो पास गौतम बुद्धको मावली गाउँ गलत सगरमाथाको प्रवेशद्वार कुन हो त्यो पनि पास सात तालको सहर भनेर कुन सहरलाई चिनिन्छ सात तालको सहर भनेर कुन सहरलाई चिनिन्छ यो पनि पास ल सबै प्रश्नको कमेन्ट गरिदिनु होला हजुरहरूले 5 वटा प्रश्न छ यसको सही एन्सर म भन्दैछु काठमाडौँ पहिलो ताल काटेर बनाएको सहर काठमाडौँ नेपाली भाषाको उद्गम स्थल सिन्जा प्रदेश गौतम बुद्धको मावली गाउँ तिलौराकोट सगरमाथाको प्रवेशद्वार नाम्चे बजार र सात तालको सहर भनेर पोखरालाई चिनिन्छ